इतिहासले चाहिँ खोजिराखेका छन्। जस्तै अब राणाहरूको पालामा गरे हेऱ्यो भनेदेखि अब त्यो बेला त तपाईँको एउटा रेड नेपाल एउटा गोर्खापत्र थियो, त्यो पनि कारुणी भ्यालीबाट जाने थियो नि, त्यही पनि त सुरु भयो। कतिजना मान्छे मरे पनि। अब त्यो ताका के भयो भनेदेखि दुःख पाएर अगाडि आएका विश्वेश्वर प्रसाद कोइराला, गणेशमान सिंहहरू जस्तो सबैले चिन्ने र सबैले चाहिँ उहाँले चाहिँ साँच्चै नै लिडर हो भन्ने जुन विश्वास उहाँले प्राप्त गर्नुभयो नि, त्यसको आधारमा र इन्टरनेसनल कुरा पनि छन्, त्यो बाटो लिड भयो। अहिले पनि प्रब्लम चाहिँ यो हो भन्ने थाहा नभएको त छैन। अहिले पनि क्रान्ति पनि भइसक्ने हुन्थ्यो। तर अहिलेमा चाहिँ के प्रब्लम भयो भनेदेखि सबैले चिनेको र सबैले पत्याएका लिडरसिपको चाहिँ अहिले त्यो विकास भइसकेको छैन। जस्तै हाम्रो यो 47 सालको क्रान्ति हुँदाखेरि गणेशमान सिंह उनले आफै पर्सनली क्यापासिटी नभएको भए तापनि उहाँले सबैले पत्याएका सर्वोच्च के भन्छ उहाँलाई सर्वमान्य लिडर भन्ने अगाडि आउनुभयो भने त्यो भएन। उहाँको लिडरसिपमा अरूले काम गरेर अगाडि आयो नि त। त्यस्तै अहिले पनि सबैले चाहिँ मानेको, सबैले चिनेको र सबैले विश्वास गरेका एउटा मात्र पनि लिडर अगाडि आइदिएको भएदेखि अनि यो कुरा चाहिँ सबै चाँजो मिल्न जान्थ्यो मेरो विचारमा। त्यो नभइसकेको हुनाले हो। अब इतिहासले चाहिँ खोजेको भन्दाखेरि अब जस्तै अब बारेन शाहको कुरा गरौँ, अब के भन्छ रवि लामिछानेजीको कुरा गरौँ न, उहाँहरू अब त्यसमा पनि अब नयाँ मात्र भन्ने पनि भएन, उहाँले पनि देखाउनु पर्यो नि त। जस्तै रवि लामिछानेजीको केस लियो भनेदेखि उहाँ चाहिँ साँच्चै नै के भन्छ गैर कानुनी काम गरेको छ कि छैन भन्ने त ठुलो प्रश्न छन् त्यहाँ त है। त अनि त्यो भएको हुनाले यहाँ त के भयो भनेदेखि सबैले चिनेको र सबैले विश्वास गर्ने एउटा चाहिँ लिडर अगाडि नआएको पनि हो।